देख्न सक्नुहुन्छ बरफ एकदमै झरिरहेको छ। जङ्गल भनौँ न यो रुखहरूमा एउटा पातै छैन। अब 3 महिना चाहिँ यस्तै हुन्छ, त्यस पछाडि हरियाली छाउँछ। देख्न सक्नुहुन्छ यो घरको छतमा धरि बरफै बरफ छ। एकदमै व्यापक रूपमा हेर्नु कति उडेको छ। एकदमै धेरै छ। देख्न सक्नुहुन्छ कसरी उडिरहेको छ, हावा चलिरहेको छ धेरै। आज रसियामा अत्यन्तै हिउँ परिरहेको छ, हेर्न सक्नुहुन्छ। हामी बसेको ठाउँमा यो प्यासेजभरि हिउँै हिउँ छ, एकदमै हिउँ। अब म यो हिउँ थोरै पन्छाउने कोसिस गर्छु। त्यहाँनिर अलिकति हाम्रो यहाँभित्र चाहिँ काम गर्ने ठाउँ हो, एकदमै चिसो छ। हामी बस्ने ठाउँ माथि हेर्नु कति धेरै हिउँ छ। लगभग यहाँ 2 फिटभन्दा ज्यादा हिउँ छ त्यो ठाउँमा। बाहिर यहीँ होला 1 फुट जति। एकदमै हिउँ परिरहेको छ। रसियाको गाउँ हो है, मस्कोभन्दा अलिकति बाहिर, मस्कोभन्दा 1 घन्टा टाढा छ। एकदमै हिउँ परिरहेको छ। एकदमै अत्यन्तै हिउँ परिरहेको छ पुरा। देख्न सक्नुहुन्छ। मैले यहाँ अलिकति थोरै हिँड्ने बाटोहरूले पन्छाएँ है। आज -9 छ, एकदमै चिसो छ। यहाँसम्म अलिकति पन्छाएँ। अब त्यहाँदेखि त्यहाँसम्म अलिअलि पन्छाउनु छ। त्यहाँसम्म जाने, त्यो घरसम्म जाने बाटो। बोट बिरुवा त्यहाँ छ, देख्न सक्नुहुन्छ है। यहाँको सबै रुखहरू, सबै पातहरू सब झरिसक्यो। तर धुपीको चाहिँ पात झर्दैन। यो चाहिँ हरियो हुन्छ सबै।
सक्नुहुन्छ। यहाँनिर मैले अहिले भर्खरै यहाँ हिँड्ने ठाउँ चाहिँ सफा गरेँ। यस्तै छ रसियाको हेर्नु बाफ्रे थोरै छ बरफ, एकदमै धेरै बरफ छ है। हाम्रो चाहिँ यस्तै छ है रसियाको बसाइ। तपाईँहरूकोतिर कस्तो छ भन्नु होला है। यस्तै छ है, बरफ झरिरहेको छ, -9 छ, एकदमै चिसो है। ल त आजलाई यति नै हो।